कदापि पूर्ण हुन सक्दैन पिताश्री। सती, शिव बिना यज्ञ अवश्य सफल हुन्छ सती। तिमी यो यज्ञ सफल बना आउन आएको कि विनाश गर्न आके हो? हाँ सती? अझै पनि समय छ पिताश्री। महादेवलाई यज्ञमा निमन्त्रणा गर्नुहोस्। सती, भयो अब। तिमीलाई यो यज्ञमा बस्न मन लाग्यो भने बस, नत्र जान भए जाऊ। भोलि त मेरो यज्ञ शिव बिना पनि यज्ञ मेरो सफल हुन्छ। तिम्रो इच्छा बसे भए बस, नत्र जाऊ। जुन बाटो आयो त्यही बाटो फर्केर जाऊ सती। ठिक छ पिताश्री, त्यसो हो भने म यही हवन कुण्डमा आफ्नो शरीर दोहन गरेर प्राणको आहुति दिन्छु। सती, तिम्रो इच्छा। अब गुरुदेव आउनुहोस्, यज्ञ अगाडि बढाउनुहोस्। गुरुदेव आउनुहोस्। यो सतीलाई बस्न मन लाग्यो भने बस्छ, नत्र जान्छ। आउनु गुरुदेव, यज्ञ अगाडि बढाउनुहोस्। ओम नमः शिवाय। यज्ञ कुण्डमा प्राण फुट्छ। यो के अनर्थ भयो? यो के अभिसरो? यज्ञ कुण्डमा सतीले प्राण गर्छन्। आज म के देख्छु? माता सतीले आहुति। यो सूचना अवश्य भोलेनाथसँग पुर्याउनु पर्छ मलाई त। अब म कैलाशमा जान्छु। नारायण नारायण नारायण। प्रणाम प्रभु, प्रणाम। हे देवर्षि नारद, हे सन्देश लिएर आए। हे भोलेनाथ, आज धेरै ठुलो अपमान भयो प्रभु। आज मेरो आँखाले कस्तो अपमान न देवर्षि नारद। हे भोलेनाथ, माता सतीले आफ्नो प्राण आहुति दिनुभयो प्रभु। हो प्रभु, सतीले प्राण त्याग दी। हो प्रभु, दक्ष प्रजापति, तिम्रो अहंकारको विनाश हुनेछ। वीरभद्र, राम प्रभु।
वीरभद्र जाऊ जाऊ दक्षको यज्ञ विध्वंस गर जो आज्ञा प्रभु जो आज्ञा सती हे राजन तिमीलाई यति अहंकार र यति घमण्ड तिम्रो आँखा अगाडि माता सतीले आफ्नो प्राण आहुति गरे तर पनि तिमीलाई यति ठुलो घमण्ड यही यज्ञ होइन न रहन्छ बास न बाँचिन्छ बाँसुरी यो यज्ञ विनाश बास होगा तिम्रो त केही पनि गल्ती होइन र यो यज्ञ गराउने गुरु कहाँ भागेर गए गुरु अवश्य डरले भागेको दक्षराजपति तिमीलाई कति घमण्ड यति अहंकार जसले शिवको अपमान गर्ने त्यो पनि शिव बिना यज्ञ सफल पार्ने अब तेरो मृत्यु मेरो मेरै हातबाट तिम्रो मृत्यु हुन्छ राजा अझै डर लागेको छैन निलाई अझै डर लागेको छैन अब यो तिम्रो छेदन गरेर यही अग्निकुण्डमा छु यो तिम्रो शिर पेट यति अहंकार जसले शिवको अपमान गर्छ जसले शिवको घृणा गर्छ त्यसको गति यही हुन्छ सुन हौ देखो यसले शिवको अपमान गरेको फल यसको मृत्यु अब मेरो काम सफल गरी अब म कैलाशमा जान्छु प्रणाम प्रभु प्रणाम वीरभद्र विध्वंस गरेर आयौ दक्षको यज्ञ हो प्रभु विनाश गरे अनि सँगसँगैमा त त्यसको शिर काटेर त्यही अग्निकुण्डमा हवन गरी प्रभु अनर्थ गर्यौ वीरभद्र के भन्दै हुनुहुन्छ प्रभु माता बिरणीको पतिव्रता धर्मले दक्षलाई मृत्यु दिन असम्भव छ हजुरको पनि लीला परम्पार छ प्रभु एकैछिनमा रिसाउनु भयो अनि एकैछिनमा प्रभु हजुरको पनि लीला परम्पार छ प्रभु जाऊ वीरभद्र दक्षको शिरमा केही शिर ल्याएर जोडिदेऊ ताकि दक्ष प्रजापतिलाई पुनः जीवित गर्न सकौं जाऊ जो आज्ञा प्रभु जो आज्ञा यस्ता पापीलाई पनि प्रभु के अब यसलाई म के को शिर गाछु यसको शिर गाल परन्तु यसको पनि शिर मानुषको छ
कसको सिंहासनमा कसको यसको यो पनि मान्नुहोस् होइन यसको शिर त मानुषको होइन एउटा पशुको शिर यही छ त्यसको लायक यो शिर अब यही बोकाको टाउको त्यसको शिर काट्छुमा अब यसको त शिर गाँसिदे तर यसलाई त जीवित बनाउन सक्दैन म अब म गएर प्रभुलाई सूचना दिन्छु प्रभु मैले त्यसको त मानुषको शिर गाँस्न सकिनँ प्रभु परन्तु त्यसलाई म बोकाको शिर गाँसिदिए प्रभु जाऊ वीरभद्र आफ्नो धाममा गएर वास गर जोग्य प्रभु जोग्य यो वीरभद्र जेमा पनि शुभ काममा अवश्य काम यज्ञ पूर्ण भएको छ पिताको अहंकार नष्ट भएको छ अहंकार नष्ट नै यस यज्ञको पूर्णता हो धन्य प्रभु धन्य महादेव हजुरलाई कोटी कोटी नमन गर्न चाहन्छु जानु पर्यो यो त आउनु सोध्ने अब आँखा पनि देखिँदैन साथी 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 के देख्दैछु साथी उठ साथी 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 तिमी बिना कैलाश शून्य हुनेछ साथी तिमी बिना शिव शून्य हुनेछ साथी साथी एक मिनट तिम्रो शिव आएको
सती तिमीलाई त सबभन्दा पिताको यज्ञ हट गर्यौ सती। तिम्रो हट आज विनाशको कारण बनेको छ सती। सती त्यही बिना कैलाश शून्य भएको छ, यो सारा जगत शून्य भएको छ सती। सती कैलाशका एक प्रत्येक वृक्षहरूले पनि तिम्रो अभाव महसुस गर्दैछन् सती। पृथ्वीका जीवले पनि तिम्रो अभाव सम्झनेछन् सती। सती उठ सती उठ। यही बिना यो प्रकृति शून्य हुनेछ सती। सती सती मैले तिमीलाई वाचा गरेको थिएँ सती, त्यही लोक 14 भुवन कसरी अब पूर्ण हुन्छ सती। यो शरीर भए पनि अवश्य परिवर्तन गर्नु थियो सती। सती सती सती